बालेन भनेको नाम होइन, प्रवृत्ति हो, सिस्टम हो, प्रवृत्ति हो, इमान हो। बालेनसँग चाहिँ इमानदार आउँछ, निडर आउँछ, साहसी आउँछ, नेपाल आमाको सपुत छोरो आउँछ। त्यस कारणले यो बालेन भनेको नाम मात्रै होइन, प्रवृत्ति र सिस्टम हो भन्ने हिसाबले मैले भनेको, मलाई त्यस्तै लाग्छ। बालेन्द्र शाहको सिपाही हुँ भनेरै चुनाव जित्नु भयो मैले भने नि, मैले सिपाही हुँ भनेर चुनाव जितेको भन्दा पनि मैले यत्रो लामो समय कुरा गरेँ। बालेन भनेको सिस्टम हो, प्रवृत्ति हो, इमान हो, सुशासन हो। त्यस कारण त्यो प्रवृत्तिसँग जोडेको विषय हो। त्यो प्रवृत्ति, त्यो सिस्टम, त्यो इमानको सिपाही हो। अहिले पनि सिपाही नै भन्नलाई तपाईलाई कुनै आपत्ति छैन। सिपाही भनेको के हो? सिपाहीको अर्थ कसरी बुझ्नुहुन्छ? कुनै पनि चाहिँ इमानको रक्षक हुनु हो, सुशासनको रक्षक हुनु, सत्यको रक्षक हुनु। सिपाही हो भने म सिपाही नै हो। जनताले त तपाईलाई अब जनप्रतिनिधिको रूपमा जिताएका छन्, निर्वाचित गराएका छन्। इमानको रक्षक हुन चाहन्छु, सुशासनको लागि रक्षक हुन चाहन्छु, पारदर्शीको लागि रक्षक हुन चाहन्छु, हो, निडरको लागि रक्षक हुन चाहन्छु। त्यसरी बुझ्नु होला। त्यो पनि तपाईँले जसलाई पराजित गर्नुभयो नि, कुलमान घिसिङ, उहाँसँग कुरा हुन्छ अहिले? अहिले खासै कुरा भएको छैन, उहाँ केही भएको छैन। चुनावी क्याम्पेनको सिलसिलामा उहाँ आफ्नो, हामी स्वस्थ प्रतिस्पर्धामै थियौँ नि त। उहाँ पनि चुनावी मैदान हुन्थ्यो, म पनि थिएँ, लगायत अन्य पार्टीहरू पनि थिए। आफ्नो एजेन्डाहरू जनता सामु लिएर गइरहेको थियौँ, त्यसमै व्यस्त थियौँ। र चुनाव भर्खरै सक्यो, जनताले डिसिजन गर्नुभयो, त्यो डिसिजनलाई आत्मसात गर्नुपर्छ, गर्नुपर्छ, जनमतको कदर गर्नुपर्छ। तपाईँलाई कुलमान घिसिङले बधाई दिनुभयो भएन? मैले सामाजिक सञ्जालमा चाहिँ उहाँले चाहिँ बधाई दिएको मैले पढ्न पाएँ। भेटेरै चाहिँ कुराकानी हुनु पाएको छैन, बधाई दिनुभएको छैन? सोच्नु भएको थियो कुलमान घिसिङलाई पराजित गरेर म निर्वाचित हुन्छु भनेर? होइन, यो